खानु भयो नि झन्डा होइन त्यो घटना भइरहेछ कि हिजोदेखि अगाडि हिँड्ने चिचाउने बेला हो। हेलो नमस्ते गाइज, के छ खबर होइन? आज चाहिँ अब राइड जानको लागि भनेर निस्केको, गाडीले धोका दिइहाल्यो होइन। तपाईँले भन्दा अघिल्लो भ्लगमा देख्नु गाडी बनियो भनेर, त्यस पछाडि फेरि म राति उता धरान गरेर आएको थिएँ। राति धरान गरेर आइसके पछाडि गाडी हिट भइसके पछाडि त्यो प्रब्लम सल्भ भएन। अनि त्यो भएकोले गर्दाखेरि चाहिँ मैले आज राइडमा चाहिँ मेरो गाडी लान पाइनँ होइन। अहिले चाहिँ म यहाँ समीर दाइकोमा आइरहेको छु। दाइ हेलो भनिदिनु। किन हुँदै अहिले त्यहाँ दाइकोमा आइरहेको छु म चाहिँ होइन। केटाहरू धरानतिर भेला आउँदैछ, हामी चाहिँ जानै बाँकी। लगाइ जब चाहिँ यता रेलवे आइपुगिसकेको छौँ हामी होइन। अब तपाईँलाई थाहा छ मेरो गाडी घरमै छ भनेर केटाहरू भेला हुने काम हुँदैछ, साथीहरूलाई पर्खिने काम हुँदैछ। अहिले चाहिँ यो चाहिँ हाम्रो रेलवे चोक भइहाल्नु, यहाँ पछाडि देखिराख्नु भएको छ होइन। ल यो बहिनीलाई पनि चिन्नुहुन्छ होला, चिन्न त होइन यो बहिनीलाई। लगाइ जब सबैजना हामी यता भेला भएर चतराको पुलसम्म आइपुगिसकेको छौँ होइन। हाम्रो चाहिँ अब गाडीहरू यता पछाडि यता देखि नै राख्नु भएको छ होइन। यहाँ अगाडि देख्ने छ गाडी। ठाउँ कहाँ भने तपाईँहरूले चिनि नै सक्नुभयो, चतराको पुलमा छौँ भनेर अहिले हामी होइन। ए अगाडि सुरुवात चाहिँ गाडीबाट सुरु भइहाल्यो। लगाइ जल चाहिँ हामी यता चतराभन्दा अलिक अगाडि आइसकेको छौँ होइन। साथीहरूले त्यहाँ तलतिर पेट्रोल पम्पमा तेलहरू हाल्दैछ, अरू यहाँ नै छ साथीहरू होइन। तर गाइज आज बाइक कुदाउनु नपाएर लास्ट गीत लगाएको हो। के गर्नु, गाडीले धोका दिइहाल्यो, त्यो पनि ठिकै छ। पछाडि बसेर आउन पाएको छ केटाहरू पनि खुसी नै हो होइन गाइज।
गाइस फाइनली गाईघाट चाहिँ आइपुगिसकेको छौँ होइन। अब यहाँ चाहिँ अब खाना खाने कहाँ खाने भनेर हेर्दै गरेको ठाउँ। कहाँ खाने खाना रतुवा माई होइन। कति किलोमिटर छ हौ यता सरहरूलाई पनि सोद्धा हुन्छ होला त। सर रतुवा माई कति छ यहाँबाट? हजुर पोखरी छ नि एउटा यता अलिक अगाडिदेखि कता आउँदै जान्थ्यो। खानाहरू के गर्ने हो? खाना कहाँ खाने? कता लाग्नुभयो? ए हामी रतनमाई पोखरीसम्म सर। ए के राम्रो भयो नि झन्डा होइन त्यो घटना भइरहेछ कि हिजोदेखि अगाडि हिँड्ने रहेछ। भयो मैले पाएँ। बन्द गर्नु सर? हुन्छ सर। लगाइ जब गाईघाट चाहिँ आइपुगिहाल्यो। अब यहाँ खानासाना खाएर हामी जान्छौँ। सरहरूले चाहिँ हामी के को लागि आएको हो भनेर मात्रै बुझ्नु भएको रहेछ होइन। त्यो जुन अहिले प्रोटेस्टहरू चलिरहेको छ नि, त्यो प्रोटेस्टहरूको लागि हो कि भनेर सरहरूले बुझ्दै हुनुहुन्छ। त्यसको लागि त होइन, हामी त राइड हिँडेको अरू त के होइन। हाम्रो सबै यहीँनिर भइहाल्यो। गाई चाहिँ अहिले चाहिँ यहाँ गाईघाट बजारमा खानाको हन्टिङ भइरहेछ है। केटाहरू बाइकमा डुल्दैछ होइन। कहाँ छ खाना भनेर म चाहिँ खुट्टाले हिँड्दैछु। केटाहरू अब यहाँ यो अगाडि छ केटाहरू जाँदैछ। सब यो खानाको हन्टिङमा केटाहरू के गर्नु गाइस, खाना त खानु पर्यो नि त होइन। गयो त केटा त छोडेर यार मलाई त भिडियो बनाउने चक्करमा। खाना दुःख दियो गाइस, खाना दुःख दियो। बात भन्दै यहाँ चक्करमा चिचाउने बेला हो गाइस। अहिले चाहिँ छु म बेनेली 300 आईमा खाना गाइस। यता सरको गाइस घामले त खलखली बनाइहाल्नु नि। म गाईघाट आइपुग्दाखेरि त त्यो पनि खानाको हन्टिङले पो त यहाँ गर्नसम्म। काला छ हाम्रो 6 प्याक देखाउनु त। 6 प्याक फ्यामिली प्याक मात्रै छ जस्तो छ। अब चाहिँ हामी यहाँ खाना खानको लागि हो। खाना चाहिँ अगाडि बन्दैछ होइन। खाना आइसकेपछि म तपाईँलाई देखाइहाल्छु खाना पनि। लगाइस फाइनली खाना चाहिँ आइसकेको छ होइन। यत्रो बेर भात खोज्दा यहाँ छ हाम्रो खाना। यता हाम्रो सरले एक्लै सुरु गरिसक्नुमा अलिक धेरै भोक लागेको छ अरे हाम्रो बादल सरलाई चाहिँ। हाम्रै केटाहरू चाहिँ पर छ। ल केटाहरूलाई सोधौँ ल खाना कस्तो छ। यो बहिनीलाई त खाना नदिएको भए नि हुन्थ्यो। के खानु त? अगाडि राखेको मात्रै होला होइन। ल खाना चाहिँ कस्तो छ त? ल दामी दामी मिठो 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 हो। ल लगाइ सबैजना बसिसक्नु भएको छ होइन। अब चाहिँ म पनि बस्दैछु खाना खान। लगाइ जब चाहिँ फाइनली खाना खाइसकेको छ होइन। अब चाहिँ खाना खाइसकेर बिल चाहिँ क्लियर गरेर निस्किँदैछौँ हामी। रौतामा पैसा गाडी चाहिँ एउटा हालिदिउँ न। धेरै धन्यवाद। अन्डा साह्रै मिठो थियो आन्टी, एकदम मिठो अन्डा चाहिँ होइन। खानु चाहिँ खाइन मैले, एकदम मिठो खानु चाहिँ। मिठो चाहिँ मिठो तर खानु चाहिँ खाइन है गाइस मैले। अन्डा चाहिँ मिठो भएर लगाइस रौता माई ताल। अब यहाँ देऊ उकालो
कुन पोखरी अरे रनमती पोखरी रनमती पोखरी अरे यो दाइलाई चाहिँ फेरि निकाल्ने बित्तिकै भाइरल जान्छ भन्दै हुन्छ के हो चाहिँ गरौँ है आम्मा 3टा आँखा हो 2टा बाट 3टा आँखा देखाएको गाइजहरू सबैजना आएर रेडी हुँदै छन् केटाहरू चाहिँ गाडीमा ल ठिक छ गाइज जाउँ अब म तपाईँहरूलाई डाइरेक्ट अब माथि हेर्छु फोटो सुट गरेर